यो भिडियो चाहिँ मैले स्पेशल तपाईको लागि रेकर्ड गर्दैछु। यदि तपाईले फेसबुक चलाइरहनु भएको छ, फेसबुकमा फोटोहरु हेरिरहनु भएको छ, रिल्सहरु हेरिरहनु भएको छ, तर फेसबुकबाट कसरी पैसा कमाउन सकिन्छ भनेर तपाईसँग आइडिया छैन भने म चाहिँ सुरुको स्टेपदेखि पैसा कमाएर तपाईको खातामा ल्याउन्जेलसम्मको स्टेपहरुको कुरा आज म तपाईलाई सिकाउन गइरहेको छु। यदि तपाई सिक्न चाहनुहुन्छ अथवा तपाईको साथीहरु पनि कोही यस्तो इच्छुक छ फेसबुकबाट पैसा कमाउन भने त्यो साथीलाई चाहिँ यो भिडियो शेयर गरेर उलाई पनि देखाउनु होला। तपाई नयाँ हुनुहुन्छ भने फलो गरेर जोडिनु होला, किनभने म यस्तै खालको एकदम राम्रा तथा टेक्निकल कुराहरु तपाईलाई सिकाइरहेको हुन्छु। त्यही भएर चाहिँ तपाईले फलो गरेर जोडिनु होला। नम्बर 1 मा रहेको छ तपाईको प्रोफेसनल मोड अन गर्नुपर्ने हुन्छ। यदि तपाईको फेसबुक पुरानो हो भने प्रोफेसनल मोड अन छ कि छैन भनेर तपाईले चाहिँ चेक गर्नुपर्छ। 1 नम्बरमा चाहिँ यो काम अनिवार्य गर्नुपर्छ। यदि तपाईको पेज हो भने यो काम गर्नु पर्दैन। यदि प्रोफाइल हो भने प्रोफेसनल मोड चाहिँ अनिवार्य अन गर्नुपर्छ। त्यसपछि चाहिँ तपाईले प्रत्येक दिन एकदम ओरिजिनल खालको भिडियोहरु र ओरिजिनल खालको फोटोहरु बनाउनु पर्ने हुन्छ। तपाईको 15,000 10,000 को मोबाइल छ भने काफी हुन्छ, केही फरक पर्दैन, काम सुरु गर्न सक्नुहुन्छ। तपाईको 2-4 लाख को मोबाइल, 2-4 लाख को क्यामेरा, 2-4 लाख को कम्प्युटर चाहिँदैन। तपाईको सामान्य फोन छ तपाईसँग भने तपाईले मजाले भिडियोहरु बनाएर अथवा मजाले फोटोहरु खिचेर तपाईले दिनमा 2-4 वटा फोटो र 2-3 वटा रिल हाल्नुभयो भने तपाईको भ्यूज अनुसार, तपाईको कन्टेन्ट अनुसार 2 महिना, 4 महिना, 6 महिना अथवा 8 महिना भित्र तपाईको चाहिँ कन्टेन्ट मोनेटाइजेसनको सेटअप आउनेछ। कन्टेन्ट मोनेटाइजेसनको सेटअप आइसकेपछि चाहिँ तपाईले भ्यूजको आधारमा, तपाईले एकदम राम्रोसँग इंगेजमेन्टको आधारमा तपाईले पैसा कमाउन सक्नुहुनेछ। त्यसपछि चाहिँ तपाईले आफ्नो बैंक एकाउन्टको खाता नम्बर हालेर तपाईले खातामै मजाले पैसा नेपालकै खातामा पाउनुहुनेछ। यदि परदेशी हुनुहुन्छ, बाहिर हुनुहुन्छ भने बाहिरको एकाउन्टमा पनि तपाईले पैसा विथड्र गर्न सक्नुहुन्छ। तपाईले चाहिँ एकदम मेहनत गरेर तपाईले चाहिँ टार्गेट गरेर मैले चाहिँ कन्टेन्ट मोनेटाइजेसनको लागि काम गर्ने हो भनेर तपाईले निरन्तर रूपमा रेगुलर काम गर्नुभयो भने चाहिँ अवश्य मजाले कन्टेन्ट मोनेटाइजेसन आउँछ। तपाईले स्टार सब्स्क्रिप्सन यो चाहिँ तपाई पछि नपर्नु होला। स्टार सब्स्क्रिप्सन चाहिँ छिटै आइहाल्छ, तर यसबाट चाहिँ पैसा धेरै कमाइ हुन्न। स्टार भनेको चाहिँ तपाईको साथीहरुले गिफ्ट गरेको पैसा हो, तर साथीहरुले हल्का हल्का गिफ्ट आउँछ, त्यसको चाहिँ भर पर्नुहुन्न। र सब्स्क्रिप्सन भनेको तपाईले तपाईको साथीहरुले तपाईलाई सब्स्क्राइब गरे बापत प्रत्येक महिना दिने फी हुन्छ। त्यो चाहिँ सब्स्क्रिप्सन हो भने कन्टेन्ट मोनेटाइजेसन चाहिँ तपाईको भ्यूजको आधारमा, तपाईको कमेन्ट, लाइक, इंगेजमेन्टको आधारमा चाहिँ तपाईलाई पैसा दिने गर्दछ फेसबुकले चाहिँ। त्यही भएर मैले पनि कमाइरहेको छु, तपाईले पनि कमाउनुहोस्, सिक्नुहोस्। सुरुको स्टेपदेखि आखिर लास्ट स्टेपसम्म तपाईलाई कुनै पनि समस्या परेमा मलाई चाहिँ डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ, स्क्रिनशट पठाएर के भयो भनेर सोध्न सक्नुहुन्छ। कुनै पनि समस्याको घडीमा मलाई सम्झनु होला भन्दै तपाईले एकदम काम सुरु गर्नुहोस्। शुभकामना छ। अरु धेरै साथीले कमाइरहेका छन्, तपाई पनि कमाउन सक्नुहुन्छ। कोशिश गर्नुहोस्, कोशिश गरेपछि सफल मजाले